Wait. It's 5:30 AM in the morning. अब म हिँडिसकेको छु, सबै आफ्नो ठाउँबाट हिँडिसकेछन्। हाम्रो मिटअप पोइन्ट चाहिँ आरएनसी छ, त्यहाँ भेटेर सबैले दक्षिण कालीको गाडी चढ्छौँ। लेट्स गो। केटीहरूलाई अलिकति कम्प्लेन गरौँ न, रेकर्ड गरेर त भएन यस्तो पाराले। रिस उठ्यो मलाई त। किन यस्तो ढिला गर्ने हो? हामी कहाँ जान लाग्यो? धेरै एक्साइटेड भइस। ब्रोमेन्स टु द प्योरेस्ट। हल्ला गर्नु भने ल हामी लागिसकेछौँ। यहाँबाट ठ्याक्क आरएनसीबाट गाडी चढेर कहाँ बल्कु आइसक्यौँ। अब 30 to 45 मिनट्समा विल बी देयर पार्किङमा। करिङ बजारमा झरेर बिहानको खाजा खाऊँ। केटाकेटीहरू यता छन्। छैन नि मसँग। हो कि छैन कि? माड्रिड बार्सा किनेको भए हुन्थ्यो, किनिएन। त्यहाँबाट सडकमाथि डाँडामा सडक छ, सडकै सडक झरेर यहाँ तल उता पारिबाट गाडी चढ्दा नि हुन्छ, नभए तपाईँ उता खरे किर्तिपुरपट्टि झर्दा नि हुन्छ। फेरि किन घुमेर यत्रो बाटो आउनु? बिस्कुट त तिमी किन घरमा राखिराख न, फुल भएर त्यता। कस्तो म खान्न, मैले राखिरहनु। कता अरे बाटो? ल लोकलसँग बाटो सोधेर यसो अब हिँडेको अवस्था। एकदम टिलिक्कै घाम लागेको भएर हामीलाई चाहिँ अलिकति पसिना भइरहेको होइन। द्याट्स वाइ हामी चाहिँ यसरी पुज्नुपर्ने हुन्छ हामीले होइन। निस्किन्छ त्यो रिङहरूबाट। बायोलोजी क्लासेस विथ प्रतिभा। त्यसलाई हक गर्यो भन्यो भने एकपछि त्यो त्यसमा भएको सबै पोजिटिभ एनर्जी पनि आउँछ कि होइन होला जेडीको। त्यो स्पिरिचुअली कि उसले हो नै साइन्टिफिक रिजन पनि छ। हो जाऊ जेडी फुल्टिपाई कार्यक्रम चल्दैछ भयो यहाँ कि यो चाहिँ गुरुङ गाउँ भन्छन् है। ल हाम्रो फोटो सेसन चलिरहेछ। टक्क आएर होइन राम्रो फोटो खिच्नु पर्यो रे बाबु नानीहरूलाई। भुन्डोल पुग्न आँट्यो, बाटोमा फोटोसोटो खिच्दै अलिअलि पानी सानी ट्याक्क खाँदै आयौँ। लड्दै पढ्दै भिरको बाटो ग्लिम्सेस अफ भुन्डोल। हजुर बस्ने नै हो थाहा छ। कताकै बस्ने कता बस्नु तर कतै शीतल छ भने बसौँ।
ए यो सामान टिकटकमा देखेको थिएँ क्या लास्ट भाइरल छ क्या पिज्जाबाट देऊ त यसलाई कति यताउता गर्नु सकि त त्यहाँबाट सबै आउने सबै खोल्यो नि त केही हुन्न नजिक तिमी त हतारमै हुन्छ नि त तिमी क्यामेरा म चिच्छु यो देख्न सक्नुहुन्छ भुन्डोल होइन पछाडि भएको टक्क चौर रहेछ अलि लाम्चो परेको अनि उता चटपटे पाइने पसल पनि रहेछ यदि केही ल्याइएको छ अब सबैले त ल्याइन्छ नै तर इनकेस केही ल्याइएको छैन भने चाहिँ किन नि मिल्ने रहेछ ल टक्क पिकनिक सिक्निक आउनुलाई ठाउँ राम्रो छ ल हामी अब भुन्डोलको चौरबाट माथितिर लागिसक्यौँ यहाँबाट चम्पादेवी जान 1 घन्टा भस्मसुर जान चाहिँ 3 घन्टा जति लाग्ने रहेछ लेट्स गो थाहा छैन अनकन्टार जङ्गलमा छिर्यौँ बिरानो बाटो छ कि छैन कत्रो जुका हो क्या त्यही भएर जुका वाइल्ड लाग्ने रहेछ है त गाइजहरू हिजो पानी पऱ्यो यताउति भयो त्यही भएर नि होला जुका चाहिँ वाइल्डै लागेर अनि भिडियो बनाउने कुन गीतमा रेदिनुहोस् त्यस्तो रहेछ आफ्नो घरलाई त्यस्तो ठाडो लाग्छ हामी आइसक्यौँ यो रेगुलर बाटोमा आइसक्यौँ भर्याङ छ मजाको आनन्दको बाटो अब त्यही हो अलिकति अफ रोड हिँड्न मन छ भने उता सिधै जानु होला नभएपछि राइटतिर लागेर गाइज अब हामीले चाहिँ काफलको रुख भेटायौँ राम्रो कलेक्सन हामी काफल खाँदैछौँ है टिप्दै दुईटा बाँदरहरू काठमाडौँबाट फरार भएर यो कुन जिल्ला हो रे काठमाडौँ नै हो काठमाडौँको थियो खै त क्याप हेरौँ त होइन नि भिडियो हो कि भिडियो उठायो भने फेरि हुन्छ नि देखाउँछु क्या हातमा त्यहीँ राख्दिउँ ल जेठीको भएको के जेठीको त मेरो जेडी अब छोडिदेऊ ओए बाँदर भन्दैन कन्टेन्टको लागि भन्ने अब लास्टमा ल जान लागौँ है अब हामीले काफल खाएर चाहिँ अब चाहिँ त्यो चम्पादेवी गएर रोकिने विचारमा छौँ ह्यान्डसम पनि लिमिट हुन्छ नि यार आज उसको ब्याक डे रहेछ अनि ब्याकको एक्सर्साइज भयो भने मक्क पर्दैछ मैले सप्लाई गर्दैछु ठाउँमा यस्तो बस्ने पोइन्टहरू पनि रहेछ टक्क लगाएर बस्छौँ सबै घाट अनि यहाँबाट भ्यू पनि राम्रो छ अब पुग्न लागि यो चम्पादेवी भनेको अनुसार चाहिँ चम्पादेवीमा खासै केही छैन केही रुटहरू रमाइलो हो भन्दै के अरे ल है त हेरौँ है त के रहेछ इट्स टाइम टु सी
के छ हजुरलाई कस्तो लागिरहेछ विराजको गफ एकदम विराजको कहानी सुन्दै आएको भिडियोलाई चाहिँ के अरे अवार्ड दिनुपर्छ होला सगरमाथाको चुचुरोमा लगेर किन त्यस्तो चाहिँ किन लाग्यो सगरमाथा सम्वाद हुँदैछ अनि भिडियोलाई चाहिँ लेफ्ट यो नलाग्ने बाटो अनि पछि भिडियो हेरेर राति यसरी छमछमाउँदै हिँडेर रहेछ अनि होइन भिडियो अनि यसको स्टोरीमा भिलेन को रहेछ भिलेन आफै ए हिरो पनि आफै भिलेन पनि आफै अनि देखाएन नि यसले होइन मान्छे छोड्नु चाहिँ उसको गल्ती हो नि त होइन सुनादेलले छोड्यो नि त हामी ल चम्पादेवीमा खासै केही छैन भन्ने सुनिएको हुनाले चम्पादेवी गएनौँ के अरे यहाँ बाटोमा 2-3 जना दाइहरू पनि भेटिनु भएको थियो बसमा सुरै थियो हाम्रो टार्गेट चाहिँ अब भ्याइयो भने जाम्ला नभ्याइयो भने त्यस्तै हो भन्ने थियो अब हामी गइन्छ अब हाम्रो यसो खाजा ब्रेक होइन यहाँबाट 20 मिनेट त बस्नु समथिङ 2 to 3 किलोमिटर्स छ ऐसलु दराम दराम चल्ला छ है यता यस्तो डोगोहरू ठाउँ ठाउँमा छन् फोहोर ट्याक्क फाल्ने वाउ भ्यू चाहिँ कडक छ है गाइज तर भ्यू चाहिँ अलिअलि देखिरहेछ तर होइन उसोले छौदै गइरहेछ हिँड्नलाई यताउति गर्नलाई पानी मात्र नपरोस् अरू बाँकी चाहिँ दामी छ है उसको फर्स्ट हाइकिङ थियो अनि ठ्याक्कै हाइएस्ट पिकै चढ्दैपछि त अलिक गाह्रो भने पुलचोकी हो कि हाइएस्ट पिक यो ठ्याक्कै थाहा भएन पुलचोकी हुनुपर्ने हो सायद हाइएस्ट पिक चाहिँ यो सायद सेकेन्ड हाइएस्ट मेबी डाटा चाहिँ एक्ज्याक्टली थाहा छैन त्यही हो भ्यू राम्रो छ यताउति पुलचोकी के अरे यता चम्पादेवी चाहिँ खासै केही छैन भनेर हामी खासै गएनौँ तर बाटो यताउता अलिअलि भएको भएर चाहिँ अलि धेरै भयो फिलहाल अहिलेलाई 8.57 किलोमिटर्स भएको छ अनि हामी माथि जाँदैछौँ अब मेबी विदिन 30 मिनट्स आरामले हिँडेर पुगिन्छ अहिलेलाई चाहिँ हिँडेको कति भयो भनेपछि लगभग 6 hours 52 minutes भएको रहेछ हिँडेर बसेर रमाइलो गरेर बिस्तारै हिँडेर चाहिँ 6 hours 52 minutes भएको नर्मली मजाले एकछिन पानी पऱ्यो के अरे खत्रै ठुलो पानी पऱ्यो जङ्गलको पानी हो यस्तै पर्छ होइन अनि अहिले चाहिँ अलिकति घटेको छ छाता चाहिँ ठ्याक्कै दुईजनालाई एउटा हुने थियो सो अलि त्यो पन्चो ल्याउनु पर्ने ल्याइएन तर भ्यू चाहिँ दामी छ है टक्क हरियाली बवाल बाफ्रे बाफ भ्यू यस्तो हो नि त आखिर यता टक्क कता लागिरहेको रेनबो पनि छ पछाडि होइन उयो रेनबो अनि टक्क भ्यालीको भ्यू बवाल यार मक्खन छ क्या मक्खन भ्यालीको भ्यू त बाफ रे बाफ यु क्यान सी है ल हाम्रो यहाँ गाइजहरू टिकटकको साउन्ड भयो भने त तर अनफर्चुनेटली कभर भइसक्यो होइन अघि भ्यू राम्रो थियो मकैबारीमा के गर्ने मकैबारी तर रेकर्ड भइसक्यो होइन सारी लाएर जय काँक्रा ल हामी चाहिँ भस्मसुर डाँडा चाहिँ नगएको अवस्था होइन अनि अलिकति यता राम्रो भ्यू हेऱ्यौँ के अरे खाजासाजा खायौँ यताउति गऱ्यौँ हरियाली छ यताउता अनि टक्क भ्यू स्यू राम्रो
ट्याक्क 15 to 20 मिनट्समा चाहिँ ग्लिम्सेस दियो होइन भ्यूको त्यही हो दिस इज द भ्यू है अनि त्यसपछि यस्तो फोर्सहरू कलेक्ट गरेर आउनु होला होइन किनभने अब यता फालियो भने प्लास्टिकहरू अब नन डिग्रेडेबल होइन भ्यालीको भ्यू चाहिँ यस्तो स्टनिङ छ क्या नम्बर 1 है बाटो यतातिरको पानी परेकोले चिसो भएको हुनाले यता कलङ्कीतिर निस्किनेवाला बाटोमा जाँदैछौँ सात बजे पुगिन्छ है एज यु क्यान सी यता चौर रहेछ होइन अब हामी खै माता तीर्थतिर के छ हल्ला रे केटाहरू ए यहाँ फोहोर पनि रहेछ त र यहाँ अब जलाउनु राम्रो त होइन तर अब भैँसीको फोबिया हुने मान्छेलाई कस्तो हुँदो रहेछ त भैँसी देख्यो कि अब हो तिमीलाई के को फोबिया छ तँलाई के को फोबिया छ त्यसले टोकेछ के को फोबिया छ खै नट द्याट तिमीलाई मलाई त स्नेक तिमीलाई त सबैलाई हुन्छ नि स्नेक छ डराउँदिन मात्रै भन्छन् सबैले अगाडि देखेपछि सुरुमा तर कस्तो राम्रो सिन बिरु तिमीले यताबाट खिचेनौ यार भनेको समथिङ रिसोर्ट रहेछ कि कस्तो लाग्यो त गाइजहरू यो घर टक्क जङ्गलको बिचमा एक्लो घर सबैको फेसमा त्यो ढोका चाहिँ राम्रो बनाउनु दिन्छ यहाँ है